हेलो नमस्कार हजुरहरूलाई। आज चाहिँ यो भिडियो हेर्नै पर्ने, तपाईहरुले सुन्नै पर्ने र जान्नु पर्ने भएको कारणले गर्दा तपाईहरुले यो भिडियो अन्तिमसम्म हेरिदिनुहोस्। छोटो मिठो राखेको छु र हामीले दशैं किन मनाउनु पर्ने कारण चाहिँ के हो? मलाई यस्तो लाग्छ कि कारण चाहिँ आफ्नो जात जाति भन्दाखेरि पनि आफ्नो नेपाली कल्चर र हाम्रो गोर्खे कल्चरलाई बचाएर राख्नु पर्ने जहाँसम्म लाग्छ। हाम्रो छँदैछ लोसर अरे कुनी के हाम्रो छँदैछ सकेला अरे त्यो आफ्नो आफ्नो ठाउँमा छ। तर हामीले दशैं मान्नुको अर्थ चाहिँ मेन मलाई जहाँसम्म लाग्छ हाम्रो गोर्खे दाजुभाइहरूले यो हामीले दशैं मानिनौँ भनेदेखि चाहिँ भोलिको दिनमा गएर हामीले आफ्नो आफ्नो कल्चर भएर हामीले छुट्टा छुट्टा हुँदै जान्छौँ। हामीले के अलग अलग हुँदै जान्छौँ। हाम्रो गोर्खे सन्तानहरूले पनि भोलिको दिनमा बिर्सिएर जानेछ र हामीले यो चाहिँ मनाउनै पर्छ। ठाउँ ठाउँ कहाँ हुन्छ ठुल्ठुलो ब्लगरहरूले ठुल्ठुलो नेताहरूले ठाउँ ठाउँमा बसेर राखेर हाम्रो यो दशैंको बारेमा तपाईहरुले जानकारीमूलक भिडियो पनि दिनुहोस्, जहाँसम्म लाग्छ जानकारी दिनुहोस्। र मलाई चाहिँ जहाँसम्म लाग्छ हामीले चाहिँ हाम्रो दशैं मान्नै पर्छ, टीका लाउनु पर्छ। हाम्रो यो गोर्खे कल्चर हो, यो चाहिँ हाम्रो नेपाली गोर्खे कल्चर हो। भोलिको दिन हाम्रो दार्जिलिङ पहाड तराई डुवर्समा हामीले यो गरेन भने भोलिको दिन बिर्सेर जान्छ र हामीले यो गर्नै पर्छ र यो हाम्रो नानीहरूलाई देखाउनु पर्छ भन्ने एउटा उद्देश्य लिएर तपाईहरु माझमा मैले यो छोटो मिठो भिडियो लिएर आएको छु र ह्यापी दशैं सबैजनालाई भन्न चाहन्छु। र यो भिडियो जति सक्दो तपाईहरुलाई मन परेमा शेयर गरिदिनुहोस्, लाइक कमेन्ट गरिदिनुहोस्, शेयर सब्स्क्राइब पनि गरिदिनुहोस्। तपाईहरुलाई जानकारीमूलक भिडियो यो चाहिँ